शान्ति शुभ दिन मध्याह्नकाल भयो। ल हेर्नुहोस् न साथीहरू, मेरो यो भक्तजनहरू, ल हेर्नुहोस् है, मेरो यो दीपमा के मैले यहाँ यसरी नजर ढ्याक्क पुग्यो है, अनि यस्तो सर्कल आयो के, यहाँ सर्कल आयो होइन। अनि यहाँ हेर्नु न त्यसरी के त्यो हुन्छ नि आकाशमा मडारिएको बादल, त्यस्तै गरेर अनि यसरी यो दीपमा यसरी यो बादलको प्रकाश भइराखेर अनि घरिघरि यहाँ शिवजीको पिक्चरहरू, नागको पिक्चरहरू आइराखेको छ। साथीहरू निहालेर हेर्नुहोस् है, भगवान् स्वयं शिवशङ्कर प्रकट हुनुभएको छ। घरि नाग आउनुहुन्छ, घरि शिवजी आउनुहुन्छ। मध्य ठ्याक्क 12 बजेको छ। ल हेर्नुहोस् साथीहरू, यसरी मेरो घरको दीपमा यस्तो भएको छ। ल छर्लक्कै हेरिबक्सियोस् हजुरहरूले, मैले यस्तो त पहिलोचोटि देखेँ। भगवान् प्रसन्न भइदिनुहोस्। जय शिवशङ्कर महादेव भोलानाथ। ल हेर्नुहोस् है, भोलानाथको कृपा। ल हेर्नुहोस्, भोलानाथको कृपा हेर्नुहोस् है। आमा नि घरि चन्द्रमा बन्नुहुन्छ, घरि नाग बन्नुहुन्छ तलबाट के। आमा नि शिवशक्ति प्रसन्न भइदिनुहोस्, शिवजी प्रसन्न भइदिनुहोस्, भगवान् कृपा कल्याण गरिदिबक्सियोस्। ल हेर्नुहोस् है साथी हो, मैले यथार्थ देखाएको छु हजुरहरूलाई, यथार्थ देखाएको छु। जय होस्, शुभ दिन। यो हेर्नेको नि सबै मनोकाङ्क्षा पुरा हुन्छ। ल हेर्नु, घरि नाग बन्नुहुन्छ, घरि चन्द्रमा बन्नुहुन्छ, घरि शिवजीको स्वयं रूप आउँछ। ल हेर्नुहोस् है, तल हेर्नुहोस् है, दीपभन्दा थोरै यता तेलतिर हेर्नुहोस् है। जय हो, जय शम्भु, जय श्री पशुपतिनाथ।